सेकेन्डरी मार्केटबाट सेयर कसरी किन्ने? यदि हजुरहरूलाई आइपिओ परेको छैन भने पनि सेकेन्डरी मार्केटबाट राम्रो कम्पनीहरूको सेयर किनेर फाइदा गर्न सक्नुहुन्छ। सेयर मार्केटमा कारोबार गर्नको लागि ब्रोकर एकाउन्ट अर्थात् टिएमएस एकाउन्ट आवश्यक पर्छ। अनलाइन टिएमएस एकाउन्ट खोल्नु परेमा डिस्क्रिप्सन र कमेन्टमा रहेको हाम्रो व्हाट्सएप नम्बरमा मेसेज गर्नुहोला, हामी सहयोग गर्नेछौँ। यस च्यानलमा आइपिओ तथा सेयर बेच्ने प्रोसेस सहितको भिडियो समेत राखेका छौँ, आवश्यक परेमा हेर्नुहोला। आज हामी सेकेन्डरी मार्केटबाट सेयर कसरी किन्ने, पैसा कसरी लोड गर्ने सम्पूर्ण जानकारी यसै भिडियोमा राख्नेछौँ, त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला। साथीहरू, हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया भिडियोमा लाइक र च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। अब विषयवस्तुतर्फ प्रवेश गरौँ। सेयर किन्नको लागि सुरुमै आफ्नो टिएमएस एकाउन्ट लगइन गर्नुहोस्। जस्तै मेरो ब्रोकर नम्बर 50 क्रिस्टल कञ्चनजङ्घा हो। हजुरले आफ्नो कुन हो सर्च गरी लगइन गर्नुहोस्। ब्रोकर नम्बर मात्र राखेर सर्च गर्दा समेत देखिने गर्छ। अब लगइन पेज खुल्छ। युजर नेम र पासवर्ड राख्नुहोस्। पहिलो बक्समा क्लाइन्ट कोड राख्नुहोस्। क्लाइन्ट कोड हजुरलाई आफ्नो जिमेलमा ब्रोकर एकाउन्ट खोल्दा नै सेन्ड गरिएको हुन्छ र तल पासवर्ड राख्नुहोस्। पासवर्ड बिर्सिएको खण्डमा फर्गट पासवर्डमा क्लिक गरी नयाँ पासवर्ड राख्न सक्नुहुन्छ। क्लाइन्ट कोड र पासवर्ड राखिसकेपछि क्याप्चा राख्नुहोस्। साइडको बक्समा जुन नम्बर र लेटर देखिएका छन् उक्त नम्बर र लेटर बक्समा राख्नुहोस्। सबै डिटेल भरिसकेपछि लगइनमा क्लिक गर्नुहोस्। अब हजुर टिएमएस एकाउन्टमा लगइन हुनुहुन्छ। यहाँ मेरो कोल्याट्रलमा पैसा छैन। सुरुमै पैसा राख्नुपर्छ। आफूले कुन कम्पनीको सेयर किन्ने हो, कति किता किन्ने हो, सम्पूर्ण कुरा फिक्स्ड गर्नुहोस्। जस्तै म आज हिमालयन बैंक लिमिटेड एचबिएलको 10 किता सेयर किन्न गइरहेको छु। त्यसको लागि nepalstock.com.np मा जाँदा कुन कम्पनीको कति प्राइस चलिरहेको छ हेर्न सक्नुहुन्छ। टपमा सर्च गर्न सक्नुहुन्छ। जस्तै म एचबिएलको सर्च गरेको छु। हिमालयन बैंक लिमिटेडको 193 रुपैयाँले कारोबार भइरहेको छ। म 10 किता किन्छु। 10 × 193 गर्दा 1930 रुपैयाँ हुन्छ, तर एक्स्ट्रा मनी लोड गरेर राख्दा समेत हुन्छ। म यहाँ 2500 लोड गर्न गइरहेको छु। सेयर किनेर बचेको पैसा हजुरकै एकाउन्टमा रहने गर्छ। अब टिएमएसमा पैसा लोड गर्नको लागि आफ्नो टिएमएस लगइन गर्दा साइडमा देखिने फन्ड म्यानेजमेन्टमा क्लिक गर्नुहोस्। अब पुनः कोल्याट्रल म्यानेजमेन्टमा क्लिक गर्नुहोस्। अब लोड कोल्याट्रल अप्सन आउने गर्छ, क्लिक गर्नुहोस्। साइडमा टोटल कोल्याट्रल, युटिलाइज कोल्याट्रल, एभाइलेबल कोल्याट्रल सबै देखिने गर्छ। पैसा लोड गर्न ब्याङ्क देखिएको बक्समा क्लिक गर्नुहोस्। ई सेवा, आइएमई पे, कनेक्ट आइपिएस, खल्ती लगायतबाट पेमेन्ट गर्न सक्नुहुन्छ। जस्तै ई सेवा क्लिक गर्दा पेमेन्ट मेथडमा वेब सेलेक्ट गर्नुहोस्। एमाउन्टमा राख्न चाहेको रकम सेलेक्ट गर्नुहोस्। जस्तै म यहाँ 2500 राखेको छु। रिमार्क्स राख्नुहोस्। पे राखेको छु र सबमिट गर्नुहोस्। आर यु स्योर यु वान्ट टु डिपोजिट द फन्डमा यस गर्नुहोस्। अब ई सेवा आइडी र पासवर्ड राखी आई एम नट अ रोबोटमा क्लिक गरी लगइन गर्नुहोस् र पेमेन्ट गर्न सक्नुहुन्छ। म भने कनेक्ट आइपिएसबाट पेमेन्ट गर्दैछु। त्यसको लागि कनेक्ट आइपिएस चुज गर्ने, पेमेन्ट मेथडमा वेब सेलेक्ट गर्ने, एमाउन्ट राख्ने र रिमार्क्स राखेर सबमिट गर्नुहोस्। पुनः यस गरी युजर नेम पासवर्ड राखेर वा क्युआर स्क्यान गरी पेमेन्ट गर्न सक्नुहुन्छ। पेमेन्ट गरिसकेपछि आफूले राखेको पैसा हेर्न नेप्चे टिएमएस ड्यासबोर्डमा क्लिक गर्नुहोस्। रिफ्रेस गर्दा आफूले लोड गरेको पैसा देखिने गर्छ। कोल्याट्रल एभाइलेबल 2500 देखिएको छ। अब सेयर कसरी किन्ने, त्यसको लागि साइडमा रहेको अर्डर म्यानेजमेन्टमा क्लिक गर्नुहोस्। पुनः बाई सेलमा क्लिक गर्नुहोस्। कुनै सेयर किन्नको लागि बाईतर्फ लग्नुपर्छ। यदि आइपिओ तथा सेयर बेच्ने हो भने सेलतर्फ क्लिक गर्नुपर्छ। म यहाँ सेयर किन्नको लागि बाईतर्फ क्लिक गरेको छु। सिम्बल राख्नु होला। हिमालयन बैंक लिमिटेड अर्थात् एचबिएल राखेको छु। क्युटिवाई अर्थात् क्वान्टिटीमा 10 मात्र राखेको छु। प्राइज राख्दा विशेष ख्याल गर्नुपर्छ। टप 5 बाईतर्फ हेर्ने हो भने सेयर किन्न खोज्ने अर्डर देखिने गर्छ र टप 5 सेलतर्फ हेर्दा बेच्न खोज्ने अर्डर देखिने गर्छ। जस्तै
किताको 192 रुपैयाँमा किन्न खोजिएको छ, तर बेच्नेले 193 रुपैयाँमा मात्र बेच्न खोजिरहेको देखिन्छ। प्राइजमा म 192 नै राखेको छु र बाईमा क्लिक गरेको छु। न्यू अर्डर रिक्वेस्ट हेज बिन प्लेस्ड भन्ने म्यासेज आउने गर्छ। आफूले किन्न खोजेको सेयर किनियो या छैन हेर्नको लागि डेली अर्डर बुकमा जानुहोस्। कम्प्लिटेडमा क्लिक गर्दा स्ट्याटस कम्प्लिटेड देखिएको छ, अर्थात् 10 किता सेयर प्रत्येक किताको 192 रुपैयाँका दरले बाई भइसकेको छ। 1920 रुपैयाँको हिमालयन ब्याङ्क लिमिटेडको सेयर किनिएको छ। स्ट्याटस ओपन नै छ भने प्राइज एडिट गर्न वा क्यान्सल गर्न समेत सक्नुहुन्छ। अब टिएमएस ड्यासबोर्डमा गई हेर्दा कोल्याट्रल युटिलाइज 1920 रुपैयाँ देखिन्छ र बाँकी 580 रुपैयाँ रहेको छ। यसरी बाई गरेको 5-6 घन्टापछि पैसा पेमेन्ट गर्नुपर्ने हुन्छ र मात्र सेयर हजुरको पोर्टफोलियोमा आउने गर्छ। त्यसको लागि करिब 5-6 घन्टापछि आफ्नो टिएमएस एकाउन्ट खोली फन्ड म्यानेजमेन्टमा क्लिक गर्नुहोस्। पुनः फन्ड सेटलमेन्टमा क्लिक गर्नुहोस् र बाई इन्फर्मेसनमा क्लिक गर्नुहोस्। पैसा तिर्नुपर्ने हुन्छ, टिक लगाउनुहोस् र मेक सेटलमेन्टमा क्लिक गर्नुहोस्। पुनः प्रोसिड विथ पेमेन्टमा क्लिक गर्नुहोस्। दुईवटा अप्सन देखिने गर्छन्, कोल्याट्रल पेमेन्ट वा इओडी पेमेन्ट। ब्याङ्कबाट तिर्नको लागि इओडीमा क्लिक गर्नुहोस्। ब्याङ्कबाट यदि डाइरेक्ट तिर्न चाहनुहुन्छ भने लोड गरेको कोल्याट्रलबाट तिर्नको लागि कोल्याट्रल पेमेन्टमा क्लिक गर्नुहोस्। म यहाँ कोल्याट्रल पेमेन्टबाट तिर्न खोजिरहेको छु। एमाउन्टमा तिर्नुपर्ने पैसा राख्नुहोस्। नेट एमाउन्ट पेएबल 1955.29 रहेको छ। एमाउन्टमा पनि त्यति नै पैसा राख्नुहोस्। सेयर किन्दा 1920 रुपैयाँमा किनेको थियौँ, तर एक्स्ट्रा चार्जेस जोडिने गर्छ। टोटल जोडेर 1955.29 तिर्नुपर्ने हुन्छ। एमाउन्ट राखिएपछि मेक पेमेन्टमा क्लिक गर्नुहोस्। पुनः कन्फर्म पेमेन्टमा क्लिक गर्नुहोस्। प्रोसेस सक्सेस भयो। यो सँगै सेयर किन्ने सम्पूर्ण प्रोसेस कम्प्लिट हुने गर्छ। यसरी किनेको सेयर 3-4 दिनमा हजुरको पोर्टफोलियोमा देखिने गर्छ। हामी भिडियोको अन्तिममा आइपुगेका छौँ। यदि हजुरहरूलाई अनलाइन टिएमएस एकाउन्ट खोल्नु परेमा डिस्क्रिप्सन र बायोमा रहेको हाम्रो वाट्सएप नम्बरमा म्यासेज गर्नुहोला, हामी सहयोग गर्नेछौँ। पुलिस रिपोर्ट, सिबी, कभर लेटर बनाउनु परेमा समेत हामीलाई म्यासेज गर्नुहोला। यस च्यानलमा नेपाली सेयर मार्केटसँग सम्बन्धित विभिन्न भिडियोहरू रहेका छन्, हेर्नुहोला। साथै आफूलाई परेको आइपिओ कसरी बेच्ने सम्पूर्ण जानकारीहरू हामीले भिडियो बनाइ राखिसकेका छौँ, हेरेर आफ्नो सेयरहरू बेच्न सक्नुहुनेछ।